म यो सरकार मुर्दाबाद भन्न चाहन्छु। यो सरकार मुर्दाबाद होइन, जिन्दाबाद हो। अहिले बालेनको मुर्दाबाद भन्ने कमरेडले त्यति बेला बाको मुर्दाबाद भन्न सक्ने दम छ हामीसँग। त्यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। यिनका बाहरूले चाहिँ 42 जना निर्दोष बच्चाहरूलाई ड्याङ ड्याङ गोली हानेर हामी आदेश दिँदा चाहिँ मार्न लगाउँदा यहाँहरूको कहाँ गोली कहाँ अड्केको थियो। मलाई निरन्तर धम्की आइरहेको छ फेसबुकमा फोनमा, गोली हानिदिन्छु मारिदिन्छु भनेको छ। र भर्खरै मात्रै 2 जनाले यहाँ उद्धार गर्नुपर्ने समयमा हेलिकप्टर नपठाउने, फोन नउठाउने, दादा र डनगिरी शैली देखाउने, तर पछि संसदको रोस्टरमा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। सम्मान 35 वर्षदेखि भ्रष्टाचारको जालो निकाल्न भनेर जनताले पठाएको गृहमन्त्रीलाई रुन किन बनाइन्छ? श्री 8 बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छु। श्री 8 को सरकार भनेर जुन सम्बोधन गर्नु भएको छ त्यो यो संविधानले त्यो भाषा स्वीकार्दैन। यो एक्सप्रेस वेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साइडले सम्झाउन चाहन्छु। हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ। के 3 तहको सरकार 3 तले घर हुनेहरूको मात्रै हो सभामुख महोदय? यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न, यो भाषा निर्माण यो संसदबाट कम्ती नगरौँ। हरेक ठाउँमा कुशासन भएको, हरेक ठाउँको घाँटी निमटेको छ। हामीले अब गर्छौँ भन्नमा आएको छैन, हामीले गरि नै सक्यौँ। त्यही भएर हामीले सुशासन भ्रष्टाचार सकाउँ भनेर शासन भएको हरेक ठाउँको घाँटी निमटेको छ। हामीले अब गर्छौँ भन्नमा आएको छैन, हामीले गरि नै सक्यौँ। त्यही भएर हामीले सुशासन भ्रष्टाचार सकाउँ भनेर। सम्माननीय सभामुख महोदय,